हेलो साथीहरू, वेलकम छ हाम्रो आरम्भ कुरियरमा। सो म चाहिँ आज सानो पोडकास्ट स्टाइलको चाहिँ कुराकानी गर्न जाँदैछु। सो हामीसँग हुनुहुन्छ आज हाम्रो आरम्भ कुरियरको एउटा क्युट मेम्बर, फेमस मेम्बर, धेरै स्ट्रगल गर्ने मेम्बर हुनुहुन्छ। उहाँ हुनुहुन्छ मिस्टर प्रेम कुमार थापा। वेलकम छ उहाँलाई। वेलकम छ तपाईँलाई मेरो सानो पोडकास्टमा। धन्यवाद। अनि के छ हालखबर, सन्चै हुनुहुन्छ? एकदम सन्चै, आरामै छु भन्नु पर्ला अहिले त। अनि आरम्भमा काम गर्न थाल्नु भएको कति भयो? 2 वर्ष आदि हुन लाग्यो लगभग। मात्र 2 वर्ष भयो त? हजुर, होइन 2 वर्ष त हुँदैछ भर्खर। अस्ति चौरसमा 2 वर्ष लागेर, चैतमा 2 वर्ष लागेर, अहिले चैत वैशाख असार 2.5 वर्ष हुन लाग्यो होला। अनि कस्तो अनुभव हुँदैछ त कुरियरमा काम गरेर? कहिले राम्रै हुन्छ, कहिले नराम्रै हुन्छ अनुभव। भनेपछि 2.5 वर्ष भयो। अनि सुरुमा आउँदाखेरि तपाईँसँग कुरियर कम्पनीको एक्सपिरियन्स थियो त? एक्सपिरियन्स चाहिँ खासै थिएन, मलाई एरिया पनि थाहा थिएन। हजुर। काठमाडौँ भ्याली त्यति खासै राम्रोसँग थाहा थिएन। बिस्तारै काम गर्दै गएपछि सबै थाहा हुँदै गयो। भनेपछि आरम्भमा जोइन हुनु भएपछि चाहिँ धेरै कुरा सिक्नुभयो, काठमाडौँलाई चिन्नुभयो होइन त? हजुर हजुर, कुरियर जबबाट म कुरियरमा आबद्ध भएँ त्यहाँदेखि मैले धेरै ठाउँहरू थाहा पाएँ। त्यही हो अहिले काठमाडौँलाई चिन्नुभयो। काठमाडौँ, ललितपुर, भक्तपुरलाई नजिकदेखि चिन्न पाएको छु। अनि कस्तो कुरियर कम्पनी भनेर कस्तो हुने रहेछ त? के काम हुँदो रहेछ? कस्तो लाग्यो त तपाईँलाई? धेरै गहिराई सोचाइमा पर्नुभयो त, निकै सोच्नु थाल्नुभयो त। कुरियर कम्पनी भन्नाले चाहिँ त्यो सामान आदान प्रदान गर्ने एक ठाउँबाट अर्को ठाउँमा तपाईँहरूलाई यो सुविधा भनौँ न, जस्तै अब घरमा बसी तपाईँले अनलाइन गरेर अब सामान रिसिभ गर्न सक्नुहुन्छ। र त्यो माध्यम चाहिँ कुरियर हो, किनभने कुरियरले तपाईँलाई अहिले अनलाइन सर्भिसहरू दिने गर्दछ। अनि त्यही हो कुरियर भने, त्यही हो। भनेपछि अब अहिले इकमर्सको जमाना छ, हजुर, तपाईँको अनलाइनको सामान तपाईँसँग पुर्याउने एउटा हाम्रो माध्यम होइन त? हजुर। अनि स्यालेरीहरू चाहिँ कस्तो हुने रहेछ त नि? अनि स्यालेरी भन्नुपर्दाखेरि ठिकै हुन्छ, चित्त बुझ्दैन छ, काम अनुसार ठिकै भन्नु पर्ला। तर भनेपछि तपाईँले आरम्भ कुरियरलाई मात्रै पोइन्ट आउट गर्दै हुनुहुन्छ कि एज अ होल कुरियर कम्पनी कुरा गर्दै हुनुहुन्छ त? मैले चाहिँ आरम्भ कुरियरलाई मात्रै भनेको होइन, मैले सबै कुरियरहरूलाई नै भनेको। किनभने कुरियर बिग्रिने नै अब एउटा कुरियरले गर्दा होइन, सबै कुरियरले गर्दा हो। अहिले अब कम्पिटिसनको जमाना हुन्छ, हुन त त्यही भएर नि होला। तर त्यही भएर चाहिँ सेलरी कम भएको होइन, तर भने काम अनुसारको सेलरी चाहिँ मलाई चित्त बुझ्दो लागेको छैन। जुन कम्पनीमा गए पनि, जुन कुरियरमा गए पनि। किनभने अब सामान एउटा डेलिभरी गरेको सामान 100 रुपियाँ भनेर अब त्यो गरिराख्नु भएको छ, त्यो चाहिँ अलिक कमै भयो। 200सम्म चाहिँ गर्नु पर्थ्यो। चाहिँ 200। अनि भेन्डरले त मान्नुहुन्न नि त, भेन्डरको साइडबाट पनि त सोच्नुपर्छ होला नि त। नि उहाँहरूले अनलाइन बिजनेस गर्नुहुन्छ होइन, उहाँहरूले भन्नु त्यही त अनलाइन सर्भिस। अहिले जति पनि मार्केटमा अनलाइन सर्भिस गर्ने व्यक्तिहरू छन्, उनीहरूले चाहिँ जस एकदम भनौँ न, यो रेट, यो बजार रेटहरू, मतलब सामानहरूको रेटहरू एकदम सस्तो गरिदिने। अनि मलाई चाहिँ त्यही अनलाइन जति पनि अनलाइन गर्नुहुन्छ उहाँहरूले नै यो मार्केटको रेट बिगारेको जस्तो लाग्छ। किनभने अब कतिले त अब सामानहरू बेच्दाखेरि धेरै सस्तोमा बेचिराख्नु भएको छ, अनि त्यही अनुसार अब डेलिभरी चार्ज पनि अलिक सस्तै हुन्छ। त्यही भएर अलिकति यस मान्छेलाई सर्भिस दिँदाखेरि अलिकति पैसा पनि लिन सक्नु पऱ्यो क्या, भेन्डरहरूले पनि। अलिकति डेलिभरी चार्ज चाहिँ 200 रुपियाँ जति लिइदिनु पऱ्यो। त्यही हो मेरो भनाइ। हाम्रो सानो
चिटच्याट आजलाई यति नै। उहाँको गुनासो एक्सपिरियन्स सबै सुनिहाल्नुभयो। सो ओभरअल तपाईँहरूलाई कस्तो लाग्यो भन्नु होला। अरू के कुराकानी गर्दा हुन्छ, कस्तो कुराकानी गर्दा हुन्छ त्यो पनि मेन्सन गर्नु होला है त।